फ्यापुला नमस्कार सम्पूर्णमा ज्याबा मुनसाङ मला आज केही र्यान्डम शब्दहरू लिएर बनेको एउटा भिडियो तपाईहरुसामु प्रस्तुत गर्न लागिरहेको छु र त्यो भिडियो प्रस्तुत गर्नुभन्दा पहिले सर्वप्रथम एउटा वाक्य मैले भन्दै आइरहेको छु र त्यो वाक्यले भाषा सिक्नमा धेरै सहयोग पुग्छ होला भन्ने मैले ठानेको छु। अनि आजको भिडियोको प्रथम वाक्य भन्दाखेरि एउटै वाक्य लिएर आएको हुन्छु र त्यो वाक्य यस्तो छ। तामाङ भाषामा हामीले पशुको हत्या गर्न हुँदैन भनेर भन्न पर्दा हामीले पशुको हत्या गर्न हुँदैन भनेर तामाङ भाषामा यसरी भन्न पर्छ। याङ्से स्यामचेन्दा दिक्पा आला तोला भनेर भन्छौँ। याङ्से भनेको चाहिँ हामीले है, स्यामचेन्दा भनेको चाहिँ पशुको, दिक्पा भनेको चाहिँ हत्या, आला तोला भनेको चाहिँ गर्नु हुँदैन भनेर भन्दाखेरि चाहिँ यसरी भनिन्छ। र अब भिडियोतर्फ लागौँ र र्यान्डम शब्दहरू तपाईहरुलाई यहाँ शेयर गर्न लागिरहेको छु। दाग, तामाङ भाषामा चाहिँ दाग भनेर भन्छ पदलाई। पद जुन चाहिँ पोजिसन हुन्छ पद, त्यसलाई दाग भनेर भनिन्छ। दानखेङ, दानखेङ तामाङ भाषामा फलोअर्सलाई, अनुयायीलाई भनिन्छ। जस्तो फेसबुकमा फलोअर्सहरू बढेन भन्ने हामी कुराहरू गरिरहेको हुन्छौँ नि, हो त्यो फलोअर्सहरू त दानखेङ भनेर भनिन्छ। होच्छेन, होच्छेम, होच्छेम भनेको चाहिँ तर, हामी तर भन्छौँ, इङ्ग्लिसमा बट भनेर भन्छौँ, त्यसलाई चाहिँ होच्छेम भनेर भन्छ, होच्छेम भनेर भनिन्छ। त्यसलाई तामाङ भाषामा त्यसलाई भन्दा चाहिँ थेदा भनेर भनिन्छ। थेदा भनेको चाहिँ त्यसलाई। अनि त्यसरी भन्नुपर्दाखेरि चाहिँ तामाङ भाषामा त्यसरी भन्नुपर्दाखेरि चाहिँ होरेङलासी भनेर भनिन्छ। अनि ती खोला चाहिँ म्युङबा भनेर भनिन्छ। र यसरी आज मैले तपाईहरुलाई प्रस्तुत गरेँ र यी शब्दहरू किताब, फेसबुक, युट्युबबाट लिएर तयार पारेको छु। कस्तो लाग्यो है, मन परेमा शेयर गरिदिनु हुन, लाइक गरिदिनु हुन, कमेन्टमा पनि सुझाव दिनु हुन अनुरोध गर्दै म यही बिदा लिन्छु। हवस्, थुचेचे।